Hey guys, today I'm sharing my nighttime skincare routine. First of all, I must have to tie my ear. सुरुमा चाहिँ म क्लिजिङ ओइल युज गरिरहेको छु है। मैले चाहिँ फेस वास गरेर आइसकेँ। अब चाहिँ म सेराबीको यो क्लिन्जर युज गरिरहेको छु है। मजाले मसाज गरेँ। फेस वास गरिसकेँ। अब चाहिँ म टोनर युज गरिरहेको छु है। आफ्टर टोनर मेरो फेस चाहिँ यस्तो भएको छ है। यो भोइस ओभर गरेर भिडियो बनाउनु पनि कस्तो अड लाग्दो रहेछ। म सेरम युज गर्दैछु है। यो सेन्ट्रेलाको यो ब्राइटनिङ सेरम है। एकदम राम्रो राम्रो रिभ्यू सुने यसको। लेट्स ट्राई कस्तो हुँदो रहेछ भनेर। विकमा 2 चोटि चाहिँ म यो अर्डिनरीको ग्लाइकोलिक एसिड पनि युज गर्छु। आज चाहिँ युज गर्दिनँ किनभने मैले अस्ति 2 चोटि युज गरिसकेँ। रेटिनल पनि युज गर्नुपर्छ भनेर भन्नुभएको थियो। मैले रेटिनललाई चाहिँ स्किप गरिरहेको छु किनभने म ब्रेस्ट फिडिङ मम हो। मैले युज गर्नु हुँदैन अरे होइन। अहिले युज नगर्नु भनेर भन्नुभयो। त्यही भएर म अब 4-5 मन्थ पछि मात्रै युज गर्छु। आफ्टर सेरम अब चाहिँ म मोइस्चराइजर युज गर्दैछु। यो पिएससीको मोइस्चराइजर एकदमै राम्रो छ। मैले मेरो ब्राइडलाई युज गर्ने मोइस्चराइजर पनि यही मोइस्चराइजर हो। एकदमै राम्रो छ के। मलाई चाहिँ एकदम मनपर्छ यो मोइस्चराइजर है। मेरो चाहिँ एकदम ओइली स्किन छ होइन। यो चाहिँ मिनरल बेस छ। एकदम लाइट वेट छ क्या। यो लगाएको जस्तो फिल नै हुँदैन है। कस्तो कसरी एक्सप्लेन गर्नु है। तर मलाई चाहिँ एकदमै मनपर्छ है।